साथी आज पहिलोचोटि हाम्रो विद्युत दारिमचोर भन्ने ठाउँमा झर्दैछु म। बाटो चाहिँ यस्तो रहेछ, यहाँदेखि चाहिँ नजिक पर्छ अरे भनेर यहीँदेखि झरेको। बाटो चाहिँ ठिकै रहेछ, सर्टकट पर्छ अरे भनेर। पुरै जङ्गलै जङ्गल छ यहाँ माथि एउटा बाख्रा फार्म पनि सायद बाख्राहरू पाल्ने मान्छेहरू हुन्छ कि एउटा घर रहेछ यहाँ माथि। फेरि यस बाटो चाहिँ ठिक रहेछ। कालिज सालिज पनि पाउँछ क्या, कालिजहरू पाउँछ जस्तो लाग्यो। चित्र गाँडचित्रहरू थुप्रो रहेछ त्यहाँ। पुरै तपाईँको इपिलिपी भन्ने घाँस हो सबै यिनीहरू। बाख्रालाई खुवाउनको लागि जस्तै सायद। माथि चाहिँ घेराबन्दी थियो। ल साथी, अब हामी हाम्रो विद्युत निकाल्ने ठाउँमा आइपुगेछौँ। म चाहिँ आइपुगेछु अहिले। यस्तो रहेछ, फर्स्ट टाइम आएको। पारेको चाहिँ झिम्रो खोला। विद्युत निकालेको ठाउँमा निकालेको ठाउँ ठाउँै त होइन झोला। साथी यो चाहिँ हाम्रो मैले सुनेको चाहिँ सशस्त्र क्याम्प हो यो चाहिँ। यहाँ रहेछ सशस्त्र क्याम्प, नेपाल सशस्त्र प्रहरी क्याम्प। सिडी मोबाइल के अझ पुरै तार जाली रहेछ। साथी सैनिक इलाका हामी प्रवेश गर्दैछौँ। यहाँदेखि चाहिँ श्री बर्दबहादुर गर्णहरू चाहिँ यो चाहिँ हाम्रो मेन ठाउँ चाहिँ यहाँ रहेछ। विद्युत निकाल्ने ठाउँ। चढ्दैछौँ। पानी चाहिँ यहाँ रहेछ। पाइपको माध्यमबाट त्यो लागेको हो क्या पानीको फोरा। टावरहरू कुनै जग्गा जान भने मलाई। ल यो चाहिँ हाम्रो झिम्रो खोला फाँट। अझ सानो भयो, पारीको गाउँलाई के भन्छ त्यो थाहा भएन मलाई है। ठिकै राम्रो रहेछ यो भ्यू चाहिँ। यहाँदेखि एक नजर हेरौँ न। यो पानी चाहिँ यहाँदेखि रहेछ है साथी। यो ठुलो कालोवाला पाइप जालीदेखि चाहिँ पानी रोतिर लगेको जस्तो लाग्यो मलाई। फुल्ने पानी ल साथी, फाइनली म यो
पुल तरिसकेँ। यहाँ चाहिँ खेतीबाली चाहिँ मजाले पाक्दै रहेछ। काट्न अब धमाधम सुरु होला। त्यहाँ पनि सैनिक इलाका प्लास्टिक कागज निषेध गरिएको छ भने माथि पुरै जङ्गल छ। ल यो चाहिँ वास्तवमा मैले नबुझेको कुरा न, म यहाँ आले दाइसँग आएर कुराकानी बुझेँ भेट भएर। उहाँले चाहिँ पहिला सबभन्दा पहिला सशस्त्र प्रहरी आएर बस्नुभयो अरे, अनि त्यसपछि चाहिँ तपाईँको आर्मीहरू आएर बस्नुभयो। अहिले चाहिँ कोही पनि हुनुहुन्न अरे है, कोही पनि हुनुहुन्न अरे। अनि यसको विद्युत चाहिँ तपाईँको ड्याम चाहिँ हाम्रो उता खैरातिर, अनि त्यहाँबाट चाहिँ यहाँभित्र तपाईँको यो चेनारदेखि सुरुङ खन्दा चाहिँ सुरुङ बाटो पानी निकालेर चाहिँ यहाँ आएर चाहिँ तपाईँको विद्युत चाहिँ निस्केको रहेछ। आज चाहिँ नयाँ कुरा सिक्यो एउटा, बुझेको थिएन। ल यो गाउँको नाम चाहिँ थाहा भएन मलाई, सोध्दैन फेरि ठ्याक्कै फेरि यो गाउँको नाम के हो भनेर। गाउँहरू मस्त पाक्दैछ। बाटो चाहिँ दामी हो, बिच ठाउँबाट कसिँदैन। मकैहरू पनि ठुल्ठुलो भइसकेर चाहिँ 2-3-4 पाते। साथी म चाहिँ अहिले रोल्पा जाने बाटोमा हिँड्दैछु। यो चाहिँ माइका थान मन्दिर रहेछ। ठुलो चौबार पनि रहेछ। अझै म पुग्ने ठाउँमा आएको छैन। यहाँ चाहिँ एउटा के सल्लाह धुबी सल्लाह भन्छ कि के भन्छ है यसलाई। यो चाहिँ कमै रूपमा पाइन्छ यहाँ रहेछ। ल साथीहरू अब म म चाहिँ यहाँ हाम्रो तालिम थियो, त्यही भएर झिमरुक एकीकृत विकास केन्द्र नयाँ गाउँ 3 दारिम चौर प्युठान भन्ने चाहिँ हाम्रो तालिम थियो। त्यहाँ चाहिँ आएको भर्खर आइपुग्यो है त।